एउटा गजल छ, टोलाएर बसेकी छु, लोलाएर बसेकी छु, तिम्रै कुरा मनभरि खेलाएर बसेकी छु। कति राम्रो प्रेमको अभिव्यक्ति छ हेर्नुहोस् न। कल्पना उसले प्रेम गरे होइन, सम्झना आउँदा तिम्रो मुस्कान र हेराइको भेट्नै नपाएर मन गलाएर बसेकी छु। दर्किरहेछ पानी बलेसीको वारिपारी, आफैलाई तिम्रो यादले रुझाएर बसेकी छु। कुराकानी गर्ने तिम्रो बानी त्यसै मन पर्छ, तिम्रा हरेक कुरालाई केलाएर बसेकी छु। मलाई यो यति मन पर्यो गजल, टोलाएर बसेको छु, लोलाएर बसेको छु, गीता तिम्रै गजल मनमा खेलाएर बसेको छु। राम्रो छ। मैले भन्न खोजेको अङ्ग्रेजीमा मर्निङ सोज द डे भन्ने एउटा उखान छ। यो सङ्ग्रह नै उनको सम्पूर्ण होइन, यो पहिलो पाइला हो। यसले चाहिँ के देखाउँछ भनेदेखि गीताले पछि राम्रो राम्रो गजल लेख्न सक्छिन्, गीत लेख्न सक्छिन्, कविता लेख्न सक्छिन्। त्यसप्रति उनको लगाव छ र त्यस्तो भविष्यमा केही बन्न सक्ने मान्छेको किताब विमोचन गर्न पाउनु म जस्तो मान्छे पनि भाग्यमानी हो जस्तो मलाई लाग्छ। मलाई विश्वास छ गीताले मेरो यो चाहनालाई पुरा गर्नुपर्छ। हामी यत्रो विधि मान्छेहरू अहिले आएर गीताको लागि उपस्थित भएका छौँ। यो सबैको हृदयलाई पनि सम्मान गर्नुपर्छ र अझ राम्रा राम्रा रचनाहरू लेख्दै लेख्दै जानुपर्छ। र पुरुषोत्तम सरको यो सक्रियता छ यो विमोचन गराउने काममा, उहाँको हृदयमा पनि चोट पुर्याउनु हुँदैन र अझै राम्रो कामहरू गर्नुपर्छ। यो क्रिएटिभ मिडियाको बारेमा त मलाई भन्नै पर्दैन। राम्रो काम राम्रो काम राम्रो काम गरिरहेको छ, धेरैचोटि देखेको छु। नभन्नु नै सबभन्दा धेरै भने जस्तो हुन्छ। कहिलेकाहीँ केही नभन्नु सबैभन्दा धेरै भन्नु हो भन्छन्, त्यो नै त्यसको लागि राख्छु। र यस कार्यक्रममा मलाई यहाँ यो विमोचन गर्ने, यो सम्मान गर्ने मौका दिनुभएकोमा उहाँहरूप्रति आभार प्रकट गर्छु र आफ्ना केही शब्दहरू यहीँ टुङ्ग्याउँछु। धन्यवाद। सरले सबैजनालाई बधाई दिनुभयो, हामी सरलाई बधाई दिन्छौँ। रेडियोमा सबैभन्दा धेरै गीत कृष्ण सरकै बज्छ अनि हामीलाई आरोप लाग्छ फलानु कार्यक्रम प्रस्तुताको कार्यक्रममा चाहिँ फलानाको गीत धेरै बज्यो, बजाएपछि रचनाकार कृष्ण बराल हुँदो रहेछ त हामी के गरौँ है। अहिले पछिल्लो पनि निकै चर्चामा आउने सम्भावना बोकेको छ। एउटा त चर्चामा आइ नै सक्यो है, पर्दा पछाडि जे हुनेछ हुन्छ यहाँ पर्दा पछाडि नै, दुखेर कोही रुन्छ यहाँ पर्दा पछाडि नै। यहाँलाई जानकारी गराउँ, यो गीत जुन दिन मेरो हातमा परेको थियो मैले कम्तीमा पनि 20 पटक सुने, जति सुने पनि अगाइन। र अर्को जमाना खराब छ यो निशा देसारले गाउनु भएको, भर्खर भर्खर रेडियोमा बज्ने क्रम सुरु भएको छ, निश्चित छ अब सायद यसले पनि राम्रै बजार लिन्छ। नारीहरूको संवेदनालाई दृष्टिगत गर्दै अर्को एउटा गजल लेख्नु भएको छ। त्यो गजल सङ्गीताजीले गाउनु भएको छ, सङ्गीताजीलाई पनि मैले देखिरहेको छु। सायद चाँडै बजारमा आउँछ, माया गीति सङ्ग्रहभित्र समावेश गरिएको छ। हामी मन्तव्यकै क्रममा छौँ। धन्यवाद ज्ञापन गरिदिनु हुनका लागि म आजको यस कार्यक्रममा जस गजल सङ्ग्रह लोकार्पण गरियो उहाँ अर्थात् गीता गौतमजीलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। तिम्रै याद गरी गरी भिजेका छन् परेली, तिम्रै याद गरी गरी भिजेका छन् परेली, तिम्रै माया भरी भरी भिजेका छन् परेली। यस कार्यक्रमका सम्पूर्ण सभापतिज्यूहरू, कार्यक्रमको प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू तथा उपस्थित सम्पूर्ण महानुभावहरू, आजको समयमा गजलको याम चलेको छ। सबैको मुखमा गजल झुन्डिरहेको छ। झन् युवा वर्गमा त विशेष गरी गजल सबैभन्दा लोकप्रिय विषय बन्न पुगेको छ। त्यस्तैमा मेरो पनि एउटा गजल पहिलेदेखि कवितामा त रुचि थियो, तर पछि गजल विधाले मन छुँदै जाँदा गजल लेख्ने प्रयास गरेँ। तर जब दिप्श्री क्रिएटिभ मिडियाले 3 दिने गजल लेखन तथा वाचन कार्यक्रममा तालिम दियो, त्यसमा सहभागी भएपछि मैले लेखेका गजलहरू पूर्ण रूपमा गजल नहुन सक्ने रहेछन् भन्ने थाहा पाएँ। त्यसपछि कृष्ण हरि बराल सरकै सरले नै सिकाए अनुसार गजल लेख्ने प्रयत्न गर्दै गएँ। मैले लेखेका गजल अहिले पनि पूर्ण गजल छैनन्, म जान्दछु त्यो कुरा र मान्दछु पनि त्यो कुरालाई। सरले बारम्बार कृष्ण हरि सरले मलाई भन्नुभएको थियो तिम्रो गजल अझ राम्रो बनाउनुपर्छ, अझ निखार्नुपर्छ, अझ पुगेका छैनन् तिमीले लेखेका कुराहरू भन्दै पनि अहिले मैले अलि हतार गरेँ, नयाँ जोस निकालिहालौँ भन्ने धारणा आयो।
सर त्यसको लागि म सरसँग क्षमा माग्न चाहन्छु। अनि त्यस्तै मेरो गजल त्यसै निस्केको होइन। विशेष गरी दीपश्री क्रिएटिभ मिडियाका अध्यक्ष पुरुषोत्तम लामिछाने सर तथा मिडिया संयोजक दीपक लामिछाने सरको पूर्ण सहयोगले गर्दा मात्रै मैले आज यस पुस्तकलाई सार्थक रूप दिन सकेकी छु। त्यसमा पनि त्यस्तै डाक्टर कृष्णहरि बराल सरले र नेत्र एटन सरले, उहाँ आज उपस्थित हुनुभएको छैन, उहाँद्वारा नै मेरा यी छरिएका सङ्ग्रहलाई भिजेका परेली भन्ने नामाकरण गरिएको हो। त्यसैले उहाँको पनि यो किताब निस्किनुमा विशेष भूमिका रहेको छ। आज मेरो पुस्तक विमोचन कार्यक्रममा सम्पूर्ण महानुभावहरू उपस्थित हुनु भइदिएकोमा हृदयदेखि नै आभार प्रकट गर्दै मेरा 2 शब्द इन्टरभ्यू सुधार्ने। बेहाल भयो मेरो जीवन तिमीसँग छुटेपछि, बेहाल भयो मेरो जीवन तिमीसँग छुटेपछि, दिशाविहीन भयो जीवन तिम्रो माया टुटेपछि, सङ्लो मेरो मायाभरि तिमीले दाग लगाइदियो, सङ्लो मेरो मायाभरि तिमीले दाग लगाइदियो, कालो टाटो भयो जीवन तिमीले नै लुटेपछि, बेहाल भयो मेरो जीवन तिमीसँग छुटेपछि, जुनी जुनी सँगै बाँच्ने कसमहरू टुटी गए, जुनी जुनी सँगै बाँच्ने कसमहरू टुटी गए, यो जीवनै श्राप भयो तिम्रो कसम फुटेपछि, बेहाल हो मेरो जीवन तिमीसँग छुटेपछि, मनै शान्त हुने कस्तो कस्तो माया थियो तिम्रो, मनै शान्त हुने कस्तो कस्तो माया थियो तिम्रो, व्यर्थ भयो मेरो जीवन समयले छुटेपछि, बेहाल हो मेरो जीवन तिमीसँग छुटेपछि, दिशाविहीन भयो जीवन तिम्रो माया लुटेपछि, दिशाविहीन भयो जीवन तिम्रो माया लुटेपछि। भिजेका परेली गजल सङ्ग्रहभित्रबाटै मैले यो गजल सुनाएँ। कुनै मन छैन मलाई कति छिटै बित्यो समय, निराजीले गाउनु भएको अनि गैरी सुरेशले यसलाई सङ्गीतबद्ध गर्नुभएको सम्भावना गीती सङ्ग्रहभित्र समेटिएको यो गजल पनि यतिखेर सुनाएँ। साँच्चै तपाईँहरूसँग छुट्न मन छैन। स्वागत सरले अघि पर्दाफास गर्दै सक्नुभयो, जे हुनेछ हुन्छ, यहाँ पर्दा पछाडि नै भन्ठाना थिएँ, उहाँले पर्दा अगाडि नै भनिदिनु 2 बजे बत्ती जान्छ भनेर। हामीले कार्यक्रम पनि छोटो नै बनाउने प्रयास गरेका थियौँ। हामीले 2 बजे 1 घन्टाभित्र कार्यक्रम सक्ने भनेर सम्पूर्ण महानुभावलाई जानकारी पनि गराएका थियौँ। 2 बज्न बाँकी 10 मिनट छ, तर म 10 मिनटसम्म तपाईँलाई पुर्याउँदिनँ। आजको कार्यक्रमका सभापति यहाँहरू सबै हुनुहुन्छ। कार्यक्रम सकौँ? यहाँहरूको अनुमतिसँगै आजको कार्यक्रम समापन भएको घोषणा गर्दछु र कार्यक्रमको समापनपछि सानो खाजाको कार्यक्रम रहेको कुरा यहाँलाई जानकारी गराउँछु। दीपश्री क्रिएटिभ मिडियाका साथीलाई त्यसमा सहयोग गर्न हार्दिक अनुरोध गर्दछु। पुनः उपस्थित हुनुभएका सम्पूर्ण महानुभावलाई दीपश्री क्रिएटिभ मिडियाको तर्फबाट हार्दिक आभार प्रकट गर्दै कार्यक्रमको समापन भएको घोषणा गर्दछु। धन्यवाद। Terima kasih.